हाम्रो सानो करेसोबारीमा यति धेरै फर्सीको मुन्टाहरू फल्छ भनेर हामीले सोचेको पनि थिएनौँ र मैले आज आफ्नो करेसोबारीमा के रोपेँ त। हाई एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप तपाईँहरू पनि सन्चै नै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु। म फेरि पनि आइसकेको छु नयाँ मिनी ब्लग लिएर। साथीहरू, आज चाहिँ हाम्रो सानो करेसोबारीमा केही कामहरू थियो, त्यही भएर चाहिँ म र आमा बारीमा चाहिँ टन्नै काम थियो कि गर्नको लागि। झारहरू सफा गर्ने, घाँस काट्ने, घाँस रोप्ने कामहरू टन्नै थियो, त्यही भएर चाहिँ आमा र म गएँ बारीमा। यति धेरै झारहरू थियो नि साथीहरू, न तरकारी लाउनु मिलिरहेको थियो है। अनि त्यही भएर चाहिँ आज सफा गर्न थाल्यौँ साथीहरू। यता चाहिँ मेरो मम्मीले साग टिप्दै हुनुहुन्छ, फर्सीको मुन्टा। अनि फर्सीको मुन्टा चाहिँ यति धेरै फल्छ भनेर हामीले सोचेको पनि थिएनौँ कि साथीहरू, फल्छ कि पलाउँछ हो थाहा भएन। तर चाहिँ फर्सीको मुन्टाहरू धेरै पलाएको थियो कि साथीहरू होइन। अनि एक हप्ता अगाडि चाहिँ योभन्दा थोरै टिपेको थियो फर्सीको मुन्टा। अनि आज चाहिँ 81 यति धेरै पलायो कि होइन फर्सीको मुन्टाहरू। अनि मम्मीले चाहिँ टिप्दै हुन्छ, देख्न सक्नुहुन्छ यति राम्रो भएको छ फर्सीको मुन्टाहरू। साथीहरू, हामीले चाहिँ धेरै तरकारीहरू लगाएको छौँ कि होइन। हाम्रो सानो करेसोबारी भए पनि धेरै तरकारीहरू लगाएको छौँ। अनि कर्कलहरू लगाएको छौँ, देख्न सक्नुहुन्छ यस्तो राम्रो भएको छ। अनि कर्कलहरू पनि अब एक दुई हप्तापछि खाने हुन्छ होइन। अनि भेन्डा हो कि भेन्डी पनि लगाएको छौँ, देख्न सक्नुहुन्छ। अनि रहरीहरू लगाएको छौँ। हाम्रो यो करेसोबारीमा चाहिँ टन्नै तरकारीहरू फलेको छ साथीहरू होइन। कहाँ फालम भइरहेको छ धेरै भएर। त्यही भएर चाहिँ अब कोलाई चाहिन्छ कन्ट्याक्ट गर्नु होला, अनि म चाहिँ डेलिभरी गरिदिन्छु। अनि अल नेपाल डेलिभरी भन्ने दिन कहिले आउँछ साथीहरू, यस्तो मजाक मात्रै गरेको है साथीहरू। तपाईँहरूको पनि सानो करेसोबारी अथवा ठुलै छ भने चाहिँ तरकारीहरू लाउनु होला, अनि टाइम वेस्ट नगर्नु होला होइन। पसलहरूमा किन्नुभन्दा आफ्नै अर्ग्यानिक तरकारीहरू खाएको राम्रो हुन्छ साथीहरू। पसलहरूबाट किनेको तरकारीहरूमा चाहिँ कीटनाशक त्यो प्रयोगहरू गरेको हुन्छ नि त, दबाईहरू के प्रयोग गरेको हुन्छ। त्यही भएर चाहिँ सकेसम्म आफ्नै बारीमा लगाएर खाम साथीहरू, अर्ग्यानिक तरकारी। साथीहरू, मैले चाहिँ घाँस काटिसकेपछि चाहिँ मेरो मम्मीले फर्सीको मुन्टाहरू टिपेर पनि सबै भ्याउनु भइसकेको रहेछ। अनि सबै चाहिँ के भन्नु, आधी मात्र टिप्नु भएको रहेछ, अनि आधी चाहिँ त्यहीँ छ, अर्कोचोटि टिप्नुहुन्छ नि त। त्यही भएर चाहिँ छोडिदिनु। मम्मीले चाहिँ त्यो घाँस रोप भन्नुभयो, त्यो घाँसको डाँठहरू हुन्छ नि, त्यो चाहिँ रोप भन्नुभयो। अनि त्यही भएर चाहिँ म रोप्नतर्फ लागि, देख्न सक्नुहुन्छ। अनि बाख्राहरूलाई अनि दिनुपर्छ घाँसहरू होइन। अनि घाँसहरू पनि त्यति हुँदैन नि त, जङ्गलहरू गयो, जङ्गलमा पनि काँडा हुन्छ, काँडाहरू पनि त्यति खाँदैन। त्यही भएर चाहिँ म घाँस रोप्न लाग्छु। देख्नु यो घाँस खै उम्रिन्छ त्यो चाहिँ थाहा भएन साथीहरू। अब पानी हाल्नुपर्छ नि त बिहान अनि बेलुकातिर पानी हाल्नुपर्छ। अनि यो चाहिँ उम्रिँदैन त्यो चाहिँ थाहा भएन। अब अर्को भिडियो म चाहिँ देखाउँछु उम्रिन्छ कि उम्रिँदैन भनेर। अनि चाहिँ मैले घाँस पनि काटिसकेको छु। मम्मीले चाहिँ फर्सीको मुन्टाहरू टिपेर जानुभयो तरकारी बनाएर। अनि मलाई चाहिँ झारहरू सफा गर सबै, अनि तरकारी लाउने भोलितिर भन्नुभयो। साथीहरू, देख्न सक्नुहुन्छ होइन, यो झारहरू यति धेरै थियो नि। अनि कसरी फालम भइरहेको थियो। अनि बिस्तारै भए पनि फाल्न सुरु गरेँ होइन, देख्न सक्नुहुन्छ साथीहरू। म